नमस्ते दर्शन नमस्ते। ला यो चाहिँ राङो भैँसी काट्ने ठाउँ है। कस्तो दामी छ बनाहाला फुलबारी नेपाल नगरपालिकाले ल दामी बनाएको छ है। दामी छ दामी नगरपालिकाले विकास भएको छ हौ। यहाँ हामी भैँसीको हड्डी उठाएर चाहिँ डोकोमा बोक्ने ठाउँ हो, स्याल कराउने ठाउँ है यो साथीहरू है। ल कस्तो दामी ठाउँ छ। ल यो चाहिँ आरु पनि यहाँ दामी फलेको छ साथीहरूलाई। आरु खतरा फले ल आरु। यो चाहिँ असारे आरु हो कि साउने आरु जस्तो छ यो। दर्शकबिन साथीहरू, देश विदेशका भएका दाजुभाइ तथा दिदीबहिनीहरू है, रमाइलो ठाउँ छ हो। यहाँ घर हुने मान्छेलाई यसो चट्ट बगैँचामा आएर बसौँ, बगैँचामा आएर बस्न मिल्ने ठाउँ छ ल। राम्रो ठाउँ छ है। दर्शकबिन जबरदस्त समुदायहरू ल कस्तो राम्रो छ देखिन्छ ल। खतरा बगैँचा है। यता हेर नि दामी छ ल। खतरा छ दर्शकबिन साथीहरू ल। यो दुङ गनाउने ठाउँ है, खोला गनाउने ठाउँ हो ये। नेपाल सरकारले नगरपालिकाको बजेट जे होस् यो खोलाको वाल लाएर राम्रो गरेको छ ल। रुखहरू रोपेर कस्तो ठाउँ थियो यो पारिपट्टि त अहिले पनि भैँसी काट्छ है। कस्तो फोहोर छ नि पारिपट्टि दर्शकबिन साथीहरूलाई। एउटा जङ्गलमा गएको याद आउँछ। काठमाडौँ यो रामघाटतर्फ डल्लु क्षेत्र है, रमाइलो छ हौ ल। काठमाडौँ कति राम्रो शीतल आनन्द। यो ठाउँमा आएपछि टक्क फ्रेस हुन्छ क्या ल। कस्तो राम्रो छ जङ्गल, दामी देश छ। विश्वभरिको समुदाय दाजुभाइ दिदीबहिनीहरू ल कस्तो राम्रो छ। यो रुखहरू कस्तो दामी छ ल साथीहरू। खतरा छ यहाँ काठमाडौँ नगरपालिका रामघाट क्षेत्र। दर्शकबिन साथीहरू नमस्ते नमस्कार आदरणीय समुदायहरू ल। काठमाडौँ पनि बन्दैछ है। फुलबारी बगैँचा खतरा। रुख यस्तो दामी रोपेछ ल। यो रुख चाहिँ के को रुख होला है, खतरा छ नि ल। रुख दामी छ ल, खतरा रुख। म अलिकति पिपलको रुखमा जहाँ हेर्न जान चाहन्छु है। दर्शकबिन मेरो भ्लगमा फलो सेयर लाइक गरिदिनु होला है दर्शकबिन साथीहरू ल। यो चाहिँ के को गेडा होला ल। अहिले ठ्याक्कै फल्न थालिसक्यो है। यो दामी छ गेडै गेडा छ यो, जहिले पनि फल्छ यो। दर्शकबिन साथीहरू पिपलको रुख दामी छ दामी ल। काठमाडौँ नगरपालिका नि बन्दैछ है। बालेन्साले जो बजेटको सदुपयोग हुँदैछ। यो खोलाघारी क्षेत्र है। दर्शकबिन जम्मू समुदायहरू नमस्ते नमस्कार। यो चाहिँ के को टाटो होला हामी
पहिला छ नि डस्टबिन यो चाहिँ हामी गाउँघरमा घाँस काट्न जाँदाखेरि यो बिरालीको लहरो के भन्थ्यो होइन, यो बिरालीको लहरो भन्थ्यो। घाँस यो वस्तुले नि खान्छ क्या, यहाँ चाहिँ सजाउन लाग्यो। दामी छ ल, डल्लु क्षेत्र आसपास है राम्रो छ ल, खतराको लाग्यो नि त्यहाँनिर भिडियो बनाएको। बगैँचाको सतपुजा हुँदैछ, यहाँ बस्ने घरलाई आनन्द अक्सिजन लिनलाई राम्रो ल। भन्दै नमस्कार बिदा हुन चाहन्छु। दर्शन नमस्ते।